मार्गले प्रमुखज्यू अरुण अतिथि श्रीमान सिडो साहब, त्यसै गरी विशिष्ट अतिथिमा बुढादशज्यू, त्यसै गरी परिवर्तन पाल्नुहुने पूर्ण टिमका साथीहरू, पत्रकार म्याडम, त्यसै गरी विधि भाइ बहिनीहरूलाई पनि यहाँ देखेँ, इन्टर्नका विद्यार्थी भाइ बहिनीहरू र विशेष टाढा टाढाबाट आफ्नो खेतबारीको माटो कस्तो छ भनेर जाँच गर्नको लागि आउनुहुने सम्पूर्ण किसान वर्गहरूमा अदुवाबाली अनुसन्धान कार्यक्रमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमन गर्न चाहन्छु। केही कुराहरू आयो, किन माटो परीक्षण गर्न जरुरी छ, माटो के हो भन्ने बारेमा थोरै म अलिकति प्राविधिक कुरामा जोड दिन चाहेँ। हामी किसान सबै विभिन्न तहमा हामी काम गरे पनि हाम्रो गहिराई गरेर हामीले अध्ययन गरियो सबै हामी किसान हौँ। हामी घर फर्किसकेपछि कार्यालयमा आफ्नो आफ्नो ओहदामा आफ्नो आफ्नो पदमा हामी छौँ, तर कार्यालयबाट घर फर्किसकेपछि हामी सबै किसान हौँ। हामीले माटो के हो भनेर बुझ्न जरुरी छ। हरेकको यो चासोको विषय पनि हो। म समग्र किसान दाजुभाइलाई के भन्न चाहन्छु भने हामी किसान भनिरहँदा जसरी हाम्रो शरीर सञ्चालन गर्नको लागि मुटुले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ, त्यस्तै गरी किसानको लागि माटो मुटु हो। जबसम्म हामीले माटोलाई बलियो बनाउँदैनौँ तबसम्म तपाईहरूले जति खेती प्रविधि गरे पनि त्यसले राम्रो फसल दिन सक्दैन। त्यसले गर्दा हामीले बेला बेलामा माटो परीक्षण गर्न जरुरी छ। मैले धेरै किसानहरूलाई भन्ने गरेको छु, वर्षौँदेखि पुस्तौँ हजुरबादेखि जिजुबाजेदेखि खेती गर्दै आउनु भएको छ। तपाईँलाई आफ्नो शरीरमा के छ कसो छ भन्यो भने सबै तपाईँलाई भन्न सक्नुहुन्छ। तपाईँले चलाएको मोटरसाइकल यति टाइममा लगेर सर्भिसिङ गर्नुहुन्छ, एक दिन मात्रै ढिलो भयो भने लो बिग्रियो बर्बाद भयो भनेर जानुहुन्छ। तर वर्षौँ सबै चिजलाई पालिरहेको हाम्रा हरेक दैनिकीमा पालिरहने हाम्रो जुन माटो छ त्यो माटो कस्तो छ भनेर थाहा पाउनु हरेक किसानको एउटा त्यो चाहिँ जान्न जरुरी छ। त्यसको लागि पनि माटो परीक्षण गर्न जरुरी छ। किन माटो परीक्षण गर्न पर्यो भन्ने कुरा अब तपाईँहरूलाई धेरै अवगत पनि भइसकेको छ। अहिले हाम्रो प्रयोगशालाको सरले भनिसक्नु भएको छ, जसरी हाम्रो शरीर अथवा मानवलाई अथवा जनावर हाम्रोलाई विभिन्न किसिमका तत्त्वहरू चाहिन्छन्। हामी जहाँ कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज पदार्थ हरेक चिजका चिजहरू मिलाएर मात्रै हामी बल्ल राम्रोसँग स्वस्थ जीवन जिउन सक्छौँ भने जस्तै हाम्रो बाली नालीमा त्यस्तो खालको चिजहरू प्राप्त गर्नको लागि माटोलाई बलियो बनाउनु जरुरी छ। किन भन्दा माटोबाटै हो त्यसले खाद्य तत्त्वले खानेकुरा, जसरी हामीले हाम्रै खानेकुरा हामीले विभिन्न फलफुल अथवा हाम्रो अन्नबालीबाट पाए जस्तै बिरुवाले पाउने भनेको कहाँबाट त भन्दा माटोबाट पाउँछ। त्यो भएर माटोलाई बलियो बनाउन जरुरी छ। माटोलाई बलियो बनाउनको लागि सबभन्दा पहिलो काम भनेको माटो परीक्षण हो। किन माटो परीक्षण गर्नु पर्यो त भन्दा तपाईँको माटो खेती गर्दै जाँदाखेरि हामीले जानेर वा नजानेर हाम्रा माटोहरूमा विभिन्न तत्त्वहरूको कमी भइरहेको हुन्छ। त्यो तत्त्व कमी भएको हामीलाई थाहा हुँदैन, तर तपाईँले खेती भएन किन हामीले यति मिहिनेत गर्दा पनि खेती भएन भनेर भनिराख्नु भएको छ। त्यो भएर पहिलो स्टेप भनेकै के हो त भन्दा माटो परीक्षण गर्न जरुरी छ। माटो परीक्षण पछि तपाईँले बल्ल के हो त माटो कस्तो छ भनेर थाहा पाउँछ। अब माटो परीक्षण गर्दा अहिले पिएचको कुरा आयो, यहाँ मुख्य गरी पिएचको कुरा आउँछ। पिएच भनेको त्यो अहिले पनि आज स्केलको कुरा आएको थियो। त्यसलाई चाहिँ के हुन्छ त भन्दा हाम्रो नेपालको माटोलाई समग्रमा हेर्ने हो भने जस्तो अहिले अम्लीय माटो भन्नुभयो, तटस्थ माटो भन्नुभयो, क्षारीय माटो भन्नुभयो, त्यो स्केलमा जुन नाप्दाखेरि आउँछ अङ्क आउँछ, त्यो अङ्कको आधारले कसरी सुधार गर्ने भन्ने हुन्छ। जस्तो हामीले हाम्रो अनुसन्धानले नेपालभरिका माटोहरूलाई जाँच गरेर एउटा डिजिटल म्याप बनाएको छ, सोइल म्याप बनाएको। तपाईँहरूले इन्टरनेटमा पनि हेर्न सक्नुहुन्छ, गुगलमा जानुभयो भने आइहाल्छ। सोइल डिजिटल म्याप भनेर हाल्नुभयो भने आइहाल्छ। त्यहाँ जानुभयो र तपाईँले सबै राखिदिएको छ। त्यहाँ गइसकेपछि डिजिटल छ, प्रदेश छान्न सक्नुहुन्छ, जिल्ला छान्नुहुन्छ, पालिका छान्नुहुन्छ। पालिका छानिसकेपछि तपाईँको ठाउँमा छानेर त्यहाँ लगेर एरो लगेर क्लिक गर्नुभयो, गुगल म्यापले देखाइदिन्छ। तपाईँको घर पनि देखाइदिन्छ, खेत पनि देखाइदिन्छ। त्यो खेतमा लगेर ट्याक्क एरो राख्नुभयो भने तपाईँलाई सामान्यत के हुन्छ भने जाँच्न नसकेको अवस्था पनि हाम्रो आफ्नो ठाउँको माटो कस्तो छ भनेर त्यसले दिन्छ। र त्यहाँ प्रोफाइल राखिदिएको छ। त्यो प्रोफाइलमा के छ भन्नुहुन्छ भने त्यो माटो कस्तो खालको छ, त्यो माटोमा कस्तो खालको बाली त्यहाँ चाहिँ सुहाउँछ त भनेर पनि लेखिदिएको छ। कुन बाली लाउन उपयुक्त छ भनेर त्यहाँ लेखिदिएको छ। अथवा माटो सुधार गर्नुपर्ने कुरा छन् भने यो चिजहरूको कमी छ, यो चिज हाल भनेर त्यहाँ लेखिदिएको छ। यसरी पनि हामी जान सकिन्छ। यसलाई हामी अपडेट गर्दैछौँ। हामीले अब 40,000 42,000 ठाउँका माटोहरू स्याम्पल कलेक्सन गरेर हामीले गरेका छौँ। यो निरन्तर चलिरहेको छ र यसले नेपालभरिकै माटोको चाहिँ देखाउँछ। र त्यसले अहिले के देखाएको छ म अलिकति तपाईँहरूलाई त्यसको नतिजा भन्न चाहन्छु। हाम्रो 55% माटो चाहिँ अम्लीय छ।
नेपालको 55% माटो अम्लीय छ, लगभग 15-20% मात्रै हाम्रो तटस्थ छ। 35% जति तटस्थ छ भने अरू माटो चाहिँ हाम्रो के छ, क्षारीय। क्षारीय अलिक कम छ हाम्रो। किन कम छ भने क्षारीय भनेको नुनिलोपना भनेको हाम्रोतिर भन्दा पनि अलिकति यो समुद्र तटीय क्षेत्रका माटोहरू अलिक नुनिलो हुन्छन्, त्यो नुन बढी हुने भएको भएर। त हाम्रो पनि हेऱ्यो भने पूर्वतिरको झापा तपाईँतिर जानुभयो भने मोरङतिर जानुभयो भने अलि बढी क्षारीय छ। किन त्यो क्षारीय भएको भएर त्यो माटोले के खोजेको छ त भन्दा त्यहाँ नरिवल हुन्छ, त्यहाँ सुपारी हुन्छ नि। तपाईँले कतिको याद गर्नुभयो, नरिवल सुपारी लाउने हामीले कसैले लायो भने नुन हाल्नुपर्छ भन्छन् नि, कारण त्यही हो। त्यसलाई नुनिलो माटो चाहिने भएको भएर त्यसलाई नुन हाल्यो भने चाहिँ त्यस्तो खालको ठाउँमा त्यही खालको बाली लगाउनु पर्यो। जुन ठाउँमा जुन खालको माटो छ त्यही खालको चाहिँ हामीले बाली चाहिँ लगाउन सक्छौँ। त्यो कुरा मैले राखेर अलिकति हजुरलाई यो त यसले जाँच गरेर यो गर भन्ने हो। जस्तो अम्लीय भयो भने हामीले कृषि चुन प्रयोग गर्ने हुन्छ, कति कृषि चुन हाल्ने हो भन्ने कुरा चाहिँ त्यो मापन अनुसार हामीले यति चुन हाल्ने प्रति कट्ठा प्रति रोपनी भनेर त्यो ल्याबले नै तपाईँहरूलाई सिफारिस गरिदिन्छ, तपाईँले त्यो प्रयोग गर्नु हो। एकचोटि कृषि चुन हालिसकेपछि कमसेकम 4-5 वर्षसम्म तपाईँलाई त्यसले मेन्टेन गर्छ। अब यो किन त्यो मेन्टेन गर्न पर्यो, किन त्यो गर्न पर्यो भन्ने कुरा छ। जस्तो हामीले नाइट्रोजन, फस्फरस, पोटासको जुन कुरा गऱ्यौँ मुख्य खाद्य तत्त्वको रूपमा, यदि तपाईँको पिएच साह्रै कम छ भने, तपाईँको 5 भन्दा तल छन् भने तपाईँले जति मल हाले पनि बिरुवा लिन सक्दैन, त्यस्तो हुन्छ। जस्तो जाडो मौसममा तपाईँले पहिलेका जस्तो जाडो मौसममा लगाएको बाली चाहिँ त्यो चाहिँ अलिकति रातो रातो कलरको पातहरू आउँछ। त्यो के हो भन्दा फस्फरस मलको कमी हो र बिरुवाले पनि थाहा दिन्छ। बिरुवा नबोल्ने मात्रै हेर्नुहोस्, त्यसले लक्षण देखाउँछ नाइट्रोजन मलको कमी हो कि, फस्फरस मलको कमी हो कि, पोटास मलको कमी हो कि, अरू थुप्रै सूक्ष्म खाद्य तत्त्वको कमी हो। विशिष्ट अतिथिमा बुढादशीज्यू, त्यसै गरी पाल्नुहुने पूर्ण टिमका साथीहरू, पत्रकार म्याडम, त्यसै गरी दिदी भाइ बहिनीहरूलाई पनि यहाँ देखेँ, इन्टर्नका विद्यार्थी भाइ बहिनीहरू र विशेष टाढा टाढाबाट आफ्नो खेतबारीको माटो कस्तो छ भनेर जाँच गर्नको लागि आउनुहुने सम्पूर्ण किसान वर्गहरूमा अदुवाबाली अनुसन्धान कार्यक्रमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमन गर्न चाहन्छु। केही कुराहरू आयो, किन माटो परीक्षण गर्न जरुरी छ, माटो के हो भन्ने बारेमा थोरै म अलिकति प्राविधिक कुरामा जोड दिन चाहेँ। हामी किसान सबै विभिन्न तहमा हामी काम गरे पनि हाम्रो गहिराई गरेर हामीले अध्ययन गरियो सबै हामी किसान हौँ। हामी घर फर्किसकेपछि कार्यालयमा आफ्नो आफ्नो ओहदामा आफ्नो आफ्नो पदमा हामी छौँ, तर कार्यालयबाट घर फर्किसकेपछि हामी सबै किसान हौँ। हामीले माटो के हो भनेर बुझ्न जरुरी छ। हरेकको यो चासोको विषय पनि हो। म समग्र किसान दाजुभाइलाई के भन्न चाहन्छु भने, हामी किसान भनिरहँदा जसरी हाम्रो शरीर सञ्चालन गर्नको लागि मुटुले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ, त्यस्तै गरी किसानको लागि माटो मुटु हो। जबसम्म हामीले माटोलाई बलियो बनाउँदैनौँ तबसम्म तपाईँहरूले जति खेती प्रविधि गरे पनि त्यसले राम्रो फसल दिन सक्दैन। त्यसले गर्दा हामीले बेला बेलामा माटो परीक्षण गर्न जरुरी छ। मैले धेरै किसानहरूलाई भन्ने गरेको छु, वर्षौँदेखि पुस्तौँ हजुरबादेखि जिजुबाजेदेखि खेती गर्दै आउनु भएको छ। तपाईँलाई आफ्नो शरीरमा के छ कसो छ भन्यो भने सबै तपाईँलाई भन्न सक्नुहुन्छ। तपाईँले चलाएको मोटरसाइकल यति टाइममा लगेर सर्भिसिङ गर्नुहुन्छ, एक दिन मात्रै ढिलो भयो भने लो बिग्रियो बर्बाद भयो भनेर जानुहुन्छ। तर वर्षौँ सबै चिजलाई पालिरहेको, हाम्रा हरेक दैनिकीमा पालिरहने हाम्रो जुन माटो छ त्यो माटो कस्तो छ भनेर थाहा पाउनु हरेक किसानको एउटा त्यो चाहिँ जान्न जरुरी छ। त्यसको लागि पनि माटो परीक्षण गर्न जरुरी छ। किन माटो परीक्षण गर्न पर्यो भन्ने कुरा अब तपाईँहरूलाई धेरै अवगत पनि भइसकेको छ। अहिले हाम्रो प्रयोगशालाको सरले भनिसक्नु भएको छ, जसरी हाम्रो शरीर अथवा मानवलाई अथवा जनावर हाम्रोलाई विभिन्न किसिमका तत्त्वहरू चाहिन्छन्। हामीले कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज पदार्थ हरेक चिजहरू मिलाएर मात्रै हामी बल्ल राम्रोसँग स्वस्थ जीवन जिउन सक्छौँ। भने जस्तै हाम्रो बाली नालीमा त्यस्तो खालको चिजहरू प्राप्त गर्नको लागि माटोलाई बलियो बनाउनु जरुरी छ। किन भन्दा माटोबाटै हो त्यसले खाद्य तत्त्वले खानेकुरा, जसरी हामीले हाम्रै खानेकुरा हामीले विभिन्न फलफुल अथवा हाम्रो अन्नबालीबाट पाए जस्तै बिरुवाले पाउने भनेको कहाँबाट त भन्दा माटोबाट पाउँछ। त्यही भएर माटोलाई बलियो बनाउन जरुरी छ। माटोलाई बलियो बनाउनको लागि सबभन्दा पहिलो काम भनेको माटो परीक्षण हो। किन माटो परीक्षण गर्नु पर्यो त भन्दा तपाईँको माटो खेती गर्दै जाँदाखेरि हामीले जानेर वा नजानेर हाम्रा माटोहरूमा विभिन्न तत्त्वहरूको कमी भइरहेको हुन्छ। त्यो तत्त्व कमी भएको हामीलाई थाहा हुँदैन।
तर तपाईँले खेती भएन किन हामीले यति मिहिनेत गर्दा पनि खेती भएन भनेर भनिराख्नु भएको छ। त्यो भएर पहिलो स्टेप भनेकै के हो त भन्दा माटो परीक्षण गर्न जरुरी छ। माटो परीक्षणपछि तपाईँले बल्ल के हो त माटो कस्तो छ भनेर थाहा पाउन सकिन्छ। अब माटो परीक्षण गर्दा अहिले पिएचको कुरा आयो, यहाँ मुख्य गरी पिएचको कुरा आउँछ। पिएच भनेको त्यो अहिले पनि आज स्केलको कुरा आएको थियो। त्यसलाई चाहिँ के हुन्छ त भन्दा हाम्रो नेपालको माटोलाई समग्रमा हेर्ने हो भने जस्तो अहिले अम्लीय माटो भन्नुभयो, तटस्थ माटो भन्नुभयो, क्षारीय माटो भन्नुभयो, त्यो स्केलमा जुन नाप्दाखेरि आउँछ अङ्क आउँछ, त्यो अङ्कको आधारले कसरी सुधार गर्ने भन्ने हुन्छ। जस्तो हामीले हाम्रो अनुसन्धानले नेपालभरिका माटोहरूलाई जाँच गरेर एउटा डिजिटल म्याप बनाएको छ, सोइल म्याप बनाएको। तपाईँहरूले इन्टरनेटमा पनि हेर्न सक्नुहुन्छ, गुगलमा जानुभयो भने आइहाल्छ, सोइल डिजिटल म्याप भनेर हाल्नुभयो भने आइहाल्छ। त्यहाँ जानुभयो र तपाईँले सबै राखिदिएको छ। त्यहाँ गएपछि सब डिजिटल छ। प्रदेश छान्न सक्नुहुन्छ, जिल्ला छान्नुहुन्छ, पालिका छान्नुहुन्छ। पालिका छानिसकेपछि तपाईँको ठाउँमा छानेर त्यहाँ लगेर एरो लगेर क्लिक गर्नुभयो, गुगल म्यापले देखाइदिन्छ। तपाईँको घर पनि देखाइन्छ, खेत पनि देखाइदिन्छ। त्यो खेतमा लगेर ट्याक्क एरो राख्नुभयो भने तपाईँलाई सामान्यतः के हुन्छ भने जाँच्न नसकेको अवस्था पनि हाम्रो आफ्नो ठाउँको माटो कस्तो छ भनेर त्यसले दिन्छ। र त्यहाँ प्रोफाइल राखिदिएको छ। त्यो प्रोफाइलमा के छ भन्नुहुन्छ भने त्यो माटो कस्तो खालको छ, त्यो माटोमा कस्तो खालको बाली त्यहाँ चाहिँ सुहाउँछ त भनेर पनि लेखिदिएको छ। कुन बाली लाउन उपयुक्त छ भनेर त्यहाँ लेखिदिएको छ। अथवा माटो सुधार गर्नुपर्ने कुरा छन् भने यो चिजहरूको कमी छ, यो चिज हाल भनेर त्यहाँ लेखिदिएको छ। यसरी पनि हामी जान सकिन्छ। यसलाई हामी अपडेट गर्दैछौँ। हामीले अब 40,000 42,000 ठाउँका माटोहरू स्याम्पल कलेक्सन गरेर हामीले गरेका छौँ। यो निरन्तर चलिरहेको छ र यसले नेपालभरिकै माटोको चाहिँ देखाउँछ। र त्यसले अहिले के देखाएको छ म अलिकति तपाईँहरूलाई त्यसको नतिजा भन्न चाहन्छु। हाम्रो 55% माटो चाहिँ अम्लीय छ। नेपालको 55% माटो अम्लीय छ। लगभग 15-20% मात्रै हाम्रो तटस्थ छ। 35% जति तटस्थ छ भने अरू माटो चाहिँ हाम्रो के छ, क्षारीय। क्षारीय अलिक कम छ हाम्रो। किन कम छ भने क्षारीय भनेको नुनिलोपना भनेको हाम्रोतिर भन्दा पनि अलिकति यो समुद्र तटीय क्षेत्रका माटोहरू अलिक नुनिलो हुन्छन्, त्यो नुन बढी हुने भएको भएर। त हाम्रो पनि हेऱ्यो भने पूर्वतिरको झापा तपाईँतिर जानुभयो भने मोरङतिर जानुभयो भने अलि बढी क्षारीय छ। किन त्यो क्षारीय भएको भएर त्यो माटोले के खोजेको छ त भन्दा त्यहाँ नरिवल हुन्छ, त्यहाँ सुपारी हुन्छ नि। तपाईँले कतिको याद गर्नुभयो, नरिवल सुपारी लाउने हामीले कसरी लायो भने नुन हाल्नुपर्छ भन्छन् नि। कारण त्यही हो, त्यसलाई नुनिलो माटो चाहिने भएको भएर त्यसलाई नुन हाल्यो भनेको। भनेपछि त्यस्तो खालको ठाउँमा त्यही खालको बाली लगाउनु पर्यो। जुन ठाउँमा जुन खालको माटो छ त्यही खालको चाहिँ हामीले बाली चाहिँ लगाउन सक्छौँ। त्यो कुरा मैले राखेर अलिकति हजुरलाई यो त यसले जाँच गरेर यो गर भन्ने हो। जस्तो अम्लीय भयो भने हामीले कृषि चुन प्रयोग गर्ने हुन्छ, कति कृषि चुन हाल्ने हो भन्ने कुरा चाहिँ त्यो मापन अनुसार हामीले यति चुन हाल्ने प्रति कट्ठा प्रति रोपनी भनेर त्यो ल्याबले नै तपाईँहरूलाई सिफारिस गरिदिन्छ। तपाईँले त्यो प्रयोग गर्नु हो। एकचोटि कृषि चुन हालिसकेपछि कमसेकम 4-5 वर्षसम्म तपाईँलाई त्यसले मेन्टेन गर्छ। अब यो किन त्यो मेन्टेन गर्न पर्यो, किन त्यो गर्न पर्यो भन्ने कुरा छ। जस्तो हामीले नाइट्रोजन फस्फरस पोटासको जुन कुरा गर्यो मुख्य खाद्य तत्त्वको रूपमा, यदि तपाईँको पिएच साह्रै कम छ भने, तपाईँको 5 भन्दा तल छन् भने तपाईँले जति मल हाले पनि बिरुवा लिन सक्दैन। त्यस्तो हुन्छ। जस्तो जाडो मौसममा तपाईँले कहिलेकाहीँ जस्तो जाडो मौसममा लगाएको बाली चाहिँ त्यो चाहिँ अलिकति रातो रातो कलरको पातहरू आउँछ। त्यो के हो भन्दा फस्फरस मलको कमी हो। र बिरुवाले पनि थाहा दिन्छ। बिरुवा नबोल्ने मात्रै हेर्नुहोस्, त्यसले लक्षण देखाउँछ। नाइट्रोजन मलको कमी हो कि, फस्फरस मलको कमी हो कि, पोटास मलको कमी हो कि, अरू थुप्रै सूक्ष्म खाद्य तत्त्वको कमी हो। त्यसै गरी विशिष्ट अतिथिमा बुढादशीज्यू, त्यसै गरी कोलकाता पाल्नुहुने पूर्ण टिमका साथीहरू, पत्रकार म्याडम, त्यसै गरी विधि भाइ बहिनीहरूलाई पनि यहाँ देखेँ, इन्टर्नका विद्यार्थी भाइ बहिनीहरू र विशेष टाढा टाढाबाट आफ्नो खेतबारीको माटो कस्तो छ भनेर जाँच गर्नको लागि आउनुहुने सम्पूर्ण किसान वर्गहरूमा अदुवा बाली अनुसन्धान कार्यक्रमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमन गर्न चाहन्छु। केही कुराहरू आयो, किन माटो परीक्षण गर्न जरुरी छ, माटो के हो भन्ने बारेमा थोरै म अलिकति प्राविधिक कुरामा जोड दिन चाहेँ। हामी किसान सबै विभिन्न तहमा हामी काम गरे पनि हाम्रो गहिराई गरेर हामीले अध्ययन गर्यौँ, सबै हामी किसान हौँ। हामी घर फर्किसकेपछि कार्यालयमा आफ्नो ओहदामा आफ्नो पदमा हामी छौँ, तर कार्यालयबाट घर फर्किसकेपछि हामी सबै किसान हौँ। हामीले माटो के हो भनेर बुझ्न जरुरी छ। हरेकको यो चासोको विषय पनि हो। म समग्र किसान दाजुभाइलाई के भन्न चाहन्छु भने
हामी किसान भनिरहँदा जसरी हाम्रो शरीर सञ्चालन गर्नको लागि मुटुले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ, त्यस्तै गरी किसानको लागि माटो मुटु हो। जबसम्म हामीले माटोलाई बलियो बनाउँदैनौँ तबसम्म तपाईँहरूले जति खेती प्रविधि गरे पनि त्यसले राम्रो फसल दिन सक्दैन। त्यसले गर्दा हामीले बेला बेलामा माटो परीक्षण गर्न जरुरी छ। मैले धेरै किसानहरूलाई भन्ने गरेको छु, वर्षौँदेखि उसको हजुरबादेखि बिजुबाजेदेखि त खेती गर्दै आउनु भएको छ। तपाईँलाई आफ्नो शरीरमा के छ कसो छ भन्यो भने सबै तपाईँलाई भन्न सक्नुहुन्छ। तपाईँले चलाएको मोटरसाइकल यति टाइममा लगेर सर्भिसिङ गर्नुहुन्छ, एक दिन मात्रै ढिलो भयो भने लो बिग्रियो बर्बाद भयो भनेर जानुहुन्छ। तर वर्षौँ सबै चिजलाई पालिरहेको, हाम्रा हरेक दैनिकीमा पालिरहने हाम्रो जुन माटो छ त्यो माटो कस्तो छ भनेर थाहा पाउनु हरेक किसानको एउटा त्यो चाहिँ जान्न जरुरी छ। त्यसको लागि पनि माटो परीक्षण गर्न जरुरी छ। किन माटो परीक्षण गर्न पर्यो भन्ने कुरा अब तपाईँहरूलाई धेरै अवगत पनि भइसकेको छ। अहिले हाम्रो प्रयोगशालाको सरले भनिसक्नु भएको छ, जसरी हाम्रो शरीर अथवा मानवलाई अथवा जनावर हाम्रोलाई विभिन्न किसिमका तत्त्वहरू चाहिन्छन्। हामीले कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज पदार्थ हरेक चिजका चिजहरू मिलाएर मात्रै हामी बल्ल राम्रोसँग स्वस्थ जीवन जिउन सक्छौँ भने जस्तै हाम्रो बाली नालीमा त्यस्तो खालको चिजहरू प्राप्त गर्नको लागि माटोलाई बलियो बनाउनु जरुरी छ। किन भन्दा माटोबाटै हो त्यसले खाद्य तत्त्वले खानेकुरा, जसरी हामीले हाम्रै खानेकुरा हामीले विभिन्न फलफुल अथवा हाम्रो अन्नबालीबाट पाए जस्तै बिरुवाले पाउने भनेको कहाँबाट त भन्दा माटोबाट पाउँछ। त्यो भएर माटोलाई बलियो बनाउन जरुरी छ। माटोलाई बलियो बनाउनको लागि सबभन्दा पहिलो काम भनेको माटो परीक्षण हो। किन माटो परीक्षण गर्नु पर्यो त भन्दा तपाईँको माटो खेती गर्दै जाँदाखेरि हामीले जानेर वा नजानेर हाम्रा माटोहरूमा विभिन्न तत्त्वहरूको कमी भइरहेको हुन्छ। त्यो तत्त्व कमी भएको हामीलाई थाहा हुँदैन, तर तपाईँले खेती भएन किन हामीले यति मिहिनेत गर्दा पनि खेती भएन भनेर भनिराख्नु पर्छ। त्यो भएर पहिलो स्टेप भनेकै के हो त भन्दा माटो परीक्षण गर्न जरुरी छ। माटो परीक्षणपछि तपाईँले बल्ल के हो त माटो कस्तो छ भनेर थाहा पाउँछ नि। अब माटो परीक्षण गर्दा अहिले पिएचको कुरा आयो, यहाँ मुख्य गरी पिएचको कुरा आउँछ। पिएच भनेको त्यो अहिले पनि आज स्केलको कुरा आएको थियो। त्यसलाई चाहिँ के हुन्छ त भन्दा हाम्रो नेपालको माटोलाई समग्रमा हेर्ने हो भने जस्तो अहिले अम्लीय माटो भन्नुभयो, तटस्थ माटो भन्नुभयो, क्षारीय माटो भन्नुभयो, त्यो स्केलमा जुन नाप्दाखेरि आउँछ अङ्क आउँछ, त्यो अङ्कको आधारले कसरी सुधार गर्ने भन्ने हुन्छ। जस्तो हामीले हाम्रो अनुसन्धानले नेपालभरिका माटोहरूलाई जाँच गरेर एउटा डिजिटल म्याप बनाएको छ, सोइल म्याप बनाएको। तपाईँहरूले इन्टरनेटमा पनि हेर्न सक्नुहुन्छ, गुगलमा जानुभयो भने आइहाल्छ। सोइल डिजिटल म्याप भनेर हाल्नुभयो भने आइहाल्छ। त्यहाँ जानुभयो र तपाईँले सबै राखिदिएको छ। त्यहाँ गइसकेपछि डिजिटल छ, प्रदेश छान्न सक्नुहुन्छ, जिल्ला छान्नुहुन्छ, पालिका छान्नुहुन्छ। पालिका छानिसकेपछि तपाईँको ठाउँमा छानेर त्यहाँबाट एरो गरेर क्लिक गर्नुभयो, त्यो गुगल म्यापले देखाइदिन्छ। तपाईँको घर पनि देखाइदिन्छ, खेत पनि देखाइदिन्छ। त्यो खेतमा गएर ट्याक्क एरो राख्नुभयो भने तपाईँलाई सामान्यतः के हुन्छ भने जाँच्न नसकेको अवस्था पनि हाम्रो आफ्नो ठाउँको माटो कस्तो छ भनेर त्यसले दिन्छ। र त्यहाँ प्रोफाइल राखिदिएको छ। त्यो प्रोफाइलमा के छ भन्नुहुन्छ भने त्यो माटो कस्तो खालको छ, त्यो माटोमा कस्तो खालको बाली त्यहाँ चाहिँ सुहाउँछ त भनेर पनि लेखिदिएको छ। कुन बाली लाउन उपयुक्त छ भनेर त्यहाँ लेखिदिएको छ। अथवा माटो सुधार गर्नुपर्ने कुरा छन् भने यो चिजहरूको कमी छ, त्यो चिज हाल भनेर त्यहाँ लेखिदिएको छ। यसरी पनि हामी जान सकिन्छ। यसलाई हामी अपडेट गर्दैछौँ। हामीले अब 40,000 42,000 ठाउँका माटोहरू स्याम्पल कलेक्सन गरेर हामीले गरेका छौँ। यो निरन्तर चलिरहेको छ र यसले नेपालभरिकै माटोको चाहिँ देखाउँछ। र त्यसले अहिले के देखाएको छ म अलिकति तपाईँहरूलाई त्यसको नतिजा भन्न चाहन्छु। हाम्रो 55% माटो चाहिँ अम्लीय छ। नेपालको 55% माटो अम्लीय छ। लगभग 15-20% मात्रै हाम्रो तटस्थ छ। 35% जति तटस्थ छ भने अरू माटो चाहिँ हाम्रो के छ, क्षारीय। क्षारीय अलिक कम छ हाम्रो। किन कम छ भने क्षारीय भनेको नुनिलोपना भनेको हाम्रोतिर भन्दा पनि अलिकति यो समुद्र तटीय क्षेत्रका माटोहरू अलिक नुनिलो हुन्छन्, त्यो नुन बढी हुने भएको भएर। त हाम्रो पनि हेऱ्यो भने पूर्वतिरको झापा तपाईँतिर जानुभयो भने मोरङतिर जानुभयो भने अलि बढी क्षारीय छ। किन त्यो क्षारीय भएको भएर त्यो माटोले के खोजेको छ त भन्दा त्यहाँ नरिवल हुन्छ, त्यहाँ सुपारी हुन्छ नि। तपाईँहरूले कतिको याद गर्नुभयो, नरिवल सुपारी लाउने हामीले कसरी लायो भने नुन हाल्नुपर्छ भन्छन् नि। कारण त्यही हो, त्यसलाई नुनिलो माटो चाहिने भएको भएर त्यसलाई नुन हाल्यो भनेको। भनेपछि त्यस्तो खालको ठाउँमा त्यही खालको बाली लगाउनु पर्यो। जुन ठाउँमा जुन खालको माटो छ त्यही खालको चाहिँ हामीले बाली चाहिँ लगाउन सक्छौँ। त्यो कुरा मैले राखेर अलिकति हजुरलाई यो त यसले जाँच गरेर यो गर भन्ने हो। जस्तो अम्लीय भयो भने हामीले कृषि चुन प्रयोग गर्ने हुन्छ, कति कृषि चुन हाल्ने हो भन्ने कुरा चाहिँ त्यो मापन अनुसार हामीले यति चुन हाल्ने प्रति कट्ठा प्रति रोपनी भनेर त्यो ल्याबले नै तपाईँहरूलाई सिफारिस गरिदिन्छ। तपाईँले त्यो प्रयोग गर्नु हो। एकचोटि कृषि चुन हालिसकेपछि कमसेकम 4-5 वर्षसम्म तपाईँलाई त्यसले मेन्टेन गर्छ।
मेन्टेन गर्छ। अब यो किन त्यो मेन्टेन गर्न पर्यो, किन त्यो गर्न पर्यो भन्ने कुरा छ। जस्तो हामीले नाइट्रोजन, फस्फरस, पोटासको जुन कुरा गऱ्यौँ मुख्य खाद्य तत्त्वको रूपमा, यदि तपाईँको पिएच साह्रै कम छ भने, तपाईँको 5 भन्दा तल छन् भने तपाईँले जति मल हाले पनि बिरुवा लिन सक्दैन। त्यस्तो हुन्छ। जस्तो जाडो मौसममा तपाईँले कहिलेकाहीँ जस्तो जाडो मौसममा लगाएको बाली चाहिँ त्यो चाहिँ अलिकति रातो रातो कलरको पातहरू आउँछ। त्यो के हो भन्दा त फस्फरस मलको कमी हो र बिरुवाले पनि थाहा दिन्छ। बिरुवा नबोल्ने मात्रै हेर्नुहोस्, त्यसले लक्षण देखाउँछ नाइट्रोजन मलको कमी हो कि, फस्फरस मलको कमी हो कि, पोटास मलको कमी हो कि, अरू थुप्रै सूक्ष्म खाद्य तत्त्वको कमी हो। विशिष्ट अतिथिमा बुढाबसीज्यू, त्यसै गरी परिवारबाट पाल्नुहुने पूर्ण टिमका साथीहरू, पत्रकार म्याडम, त्यसै गरी विधि भाइ बहिनीहरूलाई पनि यहाँ देखेँ, इन्टर्नका विद्यार्थी भाइ बहिनीहरू र विशेष टाढा टाढाबाट आफ्नो खेतबारीको माटो कस्तो छ भनेर जाँच गर्नको लागि आउनुहुने सम्पूर्ण किसान वर्गहरूमा अदुवाबाली अनुसन्धान कार्यक्रमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमन गर्न चाहन्छु। केही कुराहरू आयो, किन माटो परीक्षण गर्न जरुरी छ, माटो के हो भन्ने बारेमा थोरै म अलिकति प्राविधिक कुरामा जोड दिन चाहेँ। हामी किसान सबै विभिन्न तहमा हामी काम गरे पनि हाम्रो गहिराई गरेर हामीले अध्ययन गरियो सबै हामी किसान हौँ। हामी घर फर्किसकेपछि कार्यालयमा आफ्नो आफ्नो ओहदामा आफ्नो आफ्नो पदमा हामी छौँ, तर कार्यालयबाट घर फर्किसकेपछि हामी सबै किसान हौँ। हामीले माटो के हो भनेर बुझ्न जरुरी छ। हरेकको यो चासोको विषय पनि हो। म समग्र किसान दाजुभाइलाई के भन्न चाहन्छु भने, हामी किसान भनिरहँदा जसरी हाम्रो शरीर सञ्चालन गर्नको लागि मुटुले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ, त्यस्तै गरी किसानको लागि माटो मुटु हो। जबसम्म हामीले माटोलाई बलियो बनाउँदैनौँ तबसम्म तपाईँहरूले जति खेती प्रविधि गरे पनि त्यसले राम्रो फसल दिन सक्दैन। त्यसले गर्दा हामीले बेला बेलामा माटो परीक्षण गर्न जरुरी छ। मैले धेरै किसानहरूलाई भन्ने गरेको छु, वर्षौँदेखि उस्तो हजुरबादेखि जिजुबाजेदेखि चाहिँ खेती गर्दै आउनु भएको छ। तपाईँलाई आफ्नो शरीरमा के छ कसो छ भन्यो भने सबै तपाईँलाई भन्न सक्नुहुन्छ। तपाईँले चलाएको मोटरसाइकल यति टाइममा लगेर सर्भिसिङ गर्नुहुन्छ, एक दिन मात्रै ढिलो भयो भने लो बिग्रियो बर्बाद भयो भनेर जानुहुन्छ। तर वर्षौँ सबै चिजलाई पालिरहेको, हाम्रा हरेक दैनिकीमा पालिरहने हाम्रो जुन माटो छ त्यो माटो कस्तो छ भनेर थाहा पाउनु हरेक किसानको एउटा त्यो चाहिँ जान्न जरुरी छ। त्यसको लागि पनि माटो परीक्षण गर्न जरुरी छ। किन माटो परीक्षण गर्न पर्यो भन्ने कुरा अब तपाईँहरूलाई धेरै अवगत पनि भइसकेको छ। अहिले हाम्रो प्रयोगशालाको सरले भनिसक्नु भएको छ, जसरी हाम्रो शरीर अथवा मानवलाई अथवा जनावर हाम्रोलाई विभिन्न किसिमका तत्त्वहरू चाहिन्छन्। हामी जहाँ कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज पदार्थ हरेक चिजका चिजहरू मिलाएर मात्रै हामी बल्ल राम्रोसँग स्वस्थ जीवन जिउन सक्छौँ भने जस्तै हाम्रो बाली नालीमा त्यस्तो खालको चिजहरू प्राप्त गर्नको लागि माटोलाई बलियो बनाउनु जरुरी छ। किन भन्दा माटोबाटै हो त्यसले खाद्य तत्त्वले खानेकुरा, जसरी हामीले हाम्रै खानेकुरा हामीले विभिन्न फलफुल अथवा हाम्रो अन्नबालीबाट पाए जस्तै बिरुवाले पाउने भनेको कहाँबाट त भन्दा माटोबाट पाउँछ। त्यही भएर माटोलाई बलियो बनाउन जरुरी छ। माटोलाई बलियो बनाउनको लागि सबभन्दा पहिलो काम भनेको माटो परीक्षण हो। किन माटो परीक्षण गर्नु पर्यो त भन्दा तपाईँको माटो खेती गर्दै जाँदाखेरि हामीले जानेर वा नजानेर हाम्रा माटोहरूमा विभिन्न तत्त्वहरूको कमी भइरहेको हुन्छ। त्यो तत्त्व कमी भएको हामीलाई थाहा हुँदैन, तर तपाईँले खेती भएन किन हामीले यति मिहिनेत गर्दा पनि खेती भएन भनेर भनिराख्नु भएको छ। त्यो भएर पहिलो स्टेप भनेकै के हो त भन्दा माटो परीक्षण गर्न जरुरी छ। माटो परीक्षण पछि तपाईँले बल्ल के हो त माटो कस्तो छ भनेर थाहा पाउँछ। अब माटो परीक्षण गर्दा अहिले पिएचको कुरा आयो, यहाँ मुख्य गरी पिएचको कुरा आउँछ। पिएच भनेको त्यो अहिले पनि आज स्केलको कुरा आएको थियो। त्यसलाई चाहिँ के हुन्छ त भन्दा हाम्रो नेपालको माटोलाई समग्रमा हेर्ने हो भने जस्तो अहिले अम्लीय माटो भन्नुभयो, तटस्थ माटो भन्नुभयो, क्षारीय माटो भन्नुभयो, त्यो स्केलमा जुन नाप्दाखेरि आउँछ अङ्क आउँछ, त्यो अङ्कको आधारले कसरी सुधार गर्ने भन्ने हुन्छ। जस्तो हामीले हाम्रो अनुसन्धानले नेपालभरिका माटोहरूलाई जाँच गरेर एउटा डिजिटल म्याप बनाएको छ, सोइल म्याप बनाएको। तपाईँहरूले इन्टरनेटमा पनि हेर्न सक्नुहुन्छ, गुगलमा जानुभयो भने आइहाल्छ। सोइल डिजिटल म्याप भनेर हाल्नुभयो भने आइहाल्छ। त्यहाँ जानुभयो र तपाईँले सबै राखिदिएको छ। त्यहाँ गइसकेपछि डिजिटल छ, प्रदेश छान्न सक्नुहुन्छ, जिल्ला छान्नुहुन्छ, पालिका छान्नुहुन्छ। पालिका छानिसकेपछि तपाईँको ठाउँमा छानेर त्यहाँबाट एरो गरेर क्लिक गर्नुभयो, त्यो
गुगल म्यापले देखाइदिन्छ, तपाईँको घर पनि देखाइदिन्छ, खेत पनि देखाइदिन्छ। त्यो खेतमा लगेर ट्याक्क एरो राख्नुभयो भने तपाईँलाई सामान्यत के हुन्छ भने जात्न नसकेको अवस्था पनि हाम्रो आफ्नो ठाउँको माटो कस्तो छ भनेर त्यसले दिन्छ। र त्यहाँ प्रोफाइल राखेको छ। त्यो प्रोफाइलमा के छ भन्नुहुन्छ भने त्यो माटो कस्तो खालको छ, त्यो माटोमा कस्तो खालको बाली त्यहाँ चाहिँ सुहाउँछ त भनेर पनि लेखिदिएको छ। कुन बाली लाउन उपयुक्त छ भनेर त्यहाँ लेखिदिएको छ। अथवा माटो सुधार गर्नुपर्ने कुरा छन् भने यो चिजहरूको कमी छ, त्यो चिज हाल भनेर त्यहाँ लेखिदिएको छ। यसरी पनि हामी जान सकिन्छ। यसलाई हामी अपडेट गर्दैछौँ। हामीले अब 40,000 42,000 ठाउँका माटोहरू स्याम्पल कलेक्सन गरेर हामीले गरेका छौँ। यो निरन्तर चलिरहेको छ र यसले नेपालभरिकै माटोको चाहिँ देखाउँछ। र त्यसले अहिले के देखाएको छ म अलिकति तपाईँहरूलाई त्यसको नतिजा भन्न चाहन्छु। हाम्रो 55% माटो चाहिँ अम्लीय छ। नेपालको 55% माटो अम्लीय छ। लगभग 15-20% मात्रै हाम्रो तटस्थ छ। 35% जति तटस्थ छ भने अरू माटो चाहिँ हाम्रो के छ, क्षारीय। क्षारीय अलिक कम छ हाम्रो। किन कम छ भने क्षारीय भनेको नुनिलोपना भनेको हाम्रोतिर भन्दा पनि अलिकति यो समुद्र तटीय क्षेत्रका माटोहरू अलिक नुनिलो हुन्छन्, त्यो नुन बढी हुने भएको भएर। त हाम्रो पनि हेऱ्यो भने पूर्वतिरको झापा तपाईँतिर जानुभयो भने मोरङतिर जानुभयो भने अलि बढी क्षारीय छ। किन त्यो क्षारीय भएको भएर त्यो माटोले के खोजेको छ त भन्दा त्यहाँ नरिवल हुन्छ, त्यहाँ सुपारी हुन्छ नि। तपाईँले कतिको याद गर्नुभयो, नरिवल सुपारी लाउने हामीले कसैले लायो भने नुन हाल्नुपर्छ भन्छन् नि। कारण त्यही हो, त्यसलाई नुनिलो माटो चाहिने भएको भएर त्यसलाई नुन हाल्यो भनेको। भनेपछि त्यस्तो खालको ठाउँमा त्यही खालको बाली लगाउनु पर्यो। जुन ठाउँमा जुन खालको माटो छ त्यही खालको चाहिँ हामीले बाली चाहिँ लगाउन सक्छौँ। त्यो कुरा मैले राखेर अलिकति हजुरलाई यो त यसले जाँच गरेर यो गर भन्ने हो। जस्तो अम्लीय भयो भने हामीले कृषि चुन प्रयोग गर्ने हुन्छ, कति कृषि चुन हाल्ने हो भन्ने कुरा चाहिँ त्यो मापन अनुसार हामीले यति चुन हाल्ने प्रति कट्ठा प्रति रोपनी भनेर त्यो ल्याबले नै तपाईँहरूलाई सिफारिस गरिदिन्छ। तपाईँले त्यो प्रयोग गर्नु हो। एकचोटि कृषि चुन हालिसकेपछि कमसेकम 4-5 वर्षसम्म तपाईँलाई त्यसले मेन्टेन गर्छ। अब यो किन त्यो मेन्टेन गर्न पर्यो, किन त्यो गर्न पर्यो भन्ने कुरा छ। जस्तो हामीले नाइट्रोजन फस्फरस पोटासको जुन कुरा गऱ्यौँ मुख्य खाद्य तत्त्वको रूपमा, यदि तपाईँको पिएच साह्रै कम छ भने, तपाईँको 5 भन्दा तल छन् भने तपाईँले जति मल हाले पनि बिरुवा लिन सक्दैन। त्यस्तो हुन्छ। जस्तो जाडो मौसममा तपाईँले कहिलेकाहीँ जस्तो जाडो मौसममा लगाएको बाली चाहिँ त्यो चाहिँ अलिकति रातो रातो कलरको पातहरू आउँछ। त्यो के हो भन्दा फस्फरस मलको कमी हो। र बिरुवाले पनि थाहा दिन्छ। बिरुवा नबोल्ने मात्रै हेर्नुहोस्, त्यसले लक्षण देखाउँछ। नाइट्रोजन मलको कमी हो कि, फस्फरस मलको कमी हो कि, पोटास मलको कमी हो कि, अरू थुप्रै सूक्ष्म खाद्य तत्त्वको कमी हो। विशिष्ट अतिथिमा बुढादशीज्यू, त्यसै गरी पाल्ने पूर्ण टिमका साथीहरू, पत्रकार म्याडम, त्यसै गरी दिदी भाइ बहिनीहरूलाई पनि यहाँ देखेँ, इन्टर्नका विद्यार्थी भाइ बहिनीहरू र विशेष टाढा टाढाबाट आफ्नो खेतबारीको माटो कस्तो छ भनेर जाँच गर्नको लागि आउनुहुने सम्पूर्ण किसान वर्गहरूमा अदुवाबाली अनुसन्धान कार्यक्रमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमन गर्न चाहन्छु। केही कुराहरू आयो, किन माटो परीक्षण गर्न जरुरी छ, माटो के हो भन्ने बारेमा थोरै म अलिकति प्राविधिक कुरामा जोड दिन चाहेँ। हामी किसान सबै विभिन्न तहमा हामी काम गरे पनि हाम्रो गहिराई गरेर हामीले अध्ययन गरियो सबै हामी किसान हौँ। हामी घर फर्किसकेपछि कार्यालयमा आफ्नो आफ्नो ओहदामा आफ्नो आफ्नो पदमा हामी छौँ, तर कार्यालयबाट घर फर्किसकेपछि हामी सबै किसान हौँ। हामीले माटो के हो भनेर बुझ्न जरुरी छ। हरेकको यो चासोको विषय पनि हो। म समग्र किसान दाजुभाइलाई के भन्न चाहन्छु भने हामी किसान भनिरहँदा जसरी हाम्रो शरीर सञ्चालन गर्नको लागि मुटुले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ, त्यस्तै गरी किसानको लागि माटो मुटु हो। जबसम्म हामीले माटोलाई बलियो बनाउँदैनौँ तबसम्म तपाईँहरूले जति खेती प्रविधि गरे पनि त्यसले राम्रो फसल दिन सक्दैन। त्यसले गर्दा हामीले बेला बेलामा माटो परीक्षण गर्न जरुरी छ। मैले धेरै किसानहरूलाई भन्ने गरेको छु, वर्षौँदेखि पुस्तौँ हजुरबादेखि जिजुबाजेदेखि खेती गर्दै आउनु भएको छ। तपाईँलाई आफ्नो शरीरमा के छ कसो छ भन्यो भने सबै तपाईँलाई भन्न सक्नुहुन्छ। तपाईँले चलाएको मोटरसाइकल यति टाइममा लगेर सर्भिसिङ गर्नुहुन्छ, एक दिन मात्रै ढिलो भयो भने लो बिग्रियो बर्बाद भयो भनेर जानुहुन्छ। तर वर्षौँ सबै चिजलाई पालिरहेको हाम्रा हरेक दैनिकीमा पालिरहने हाम्रो जुन माटो छ त्यो माटो कस्तो छ भनेर थाहा पाउनु हरेक किसानको एउटा त्यो चाहिँ जान्न जरुरी छ। त्यसको लागि पनि माटो परीक्षण गर्न जरुरी छ। किन माटो परीक्षण गर्न पर्यो भन्ने कुरा अब तपाईँहरूलाई धेरै अवगत पनि भइसकेको छ।
हाम्रो प्रयोगशालाको सरले भनिसक्नु भएको छ, जसरी हाम्रो शरीर अथवा मानवलाई अथवा जनावर हाम्रोलाई विभिन्न किसिमका तत्त्वहरू चाहिन्छन्, हामीले कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज पदार्थ हरेक चिजहरू मिलाएर मात्रै हामी बल्ल राम्रोसँग स्वस्थ जीवन जिउन सक्छौँ भने जस्तै हाम्रो बाली नालीमा त्यस्तो खालको चिजहरू प्राप्त गर्नको लागि माटोलाई बलियो बनाउनु जरुरी छ। किन भन्दा माटोबाटै हो त्यसले खाद्य तत्त्वले खानेकुरा, जसरी हामीले हाम्रै खानेकुरा हामीले विभिन्न फलफुल अथवा हाम्रो अन्नबालीबाट पाए जस्तै बिरुवाले पाउने भनेको कहाँबाट त भन्दा माटोबाट पाउँछ। त्यो भएर माटोलाई बलियो बनाउन जरुरी छ। माटोलाई बलियो बनाउनको लागि सबभन्दा पहिलो काम भनेको माटो परीक्षण हो। किन माटो परीक्षण गर्नु पर्यो त भन्दा तपाईँको माटो खेती गर्दै जाँदाखेरि हामीले जानेर वा नजानेर हाम्रा माटोहरूमा विभिन्न तत्त्वहरूको कमी भइरहेको हुन्छ। त्यो तत्त्व कमी भएको हामीलाई थाहा हुँदैन, तर तपाईँले खेती भएन किन हामीले यति मिहिनेत गर्दा पनि खेती भएन भनेर भनिराख्नु भएको छ। त्यो भएर पहिलो स्टेप भनेकै के हो त भन्दा माटो परीक्षण गर्न जरुरी छ। माटो परीक्षण पछि तपाईँले बल्ल के हो त माटो कस्तो छ भनेर थाहा पाउँछ। अब माटो परीक्षण गर्दा अहिले पिएचको कुरा आयो, यहाँ मुख्य गरी पिएचको कुरा आउँछ। पिएच भनेको त्यो अहिले पनि आएको स्केलको कुरा आएको थियो। त्यसलाई चाहिँ के हुन्छ त भन्दा हाम्रो नेपालको माटोलाई समग्रमा हेर्ने हो भने जस्तो अहिले अम्लीय माटो भन्नुभयो, तटस्थ माटो भन्नुभयो, क्षारीय माटो भन्नुभयो, त्यो स्केलमा जुन नाप्दाखेरि आउँछ अङ्क आउँछ, त्यो अङ्कको आधारले कसरी सुधार गर्ने भन्ने हुन्छ। जस्तो हामीले हाम्रो अनुसन्धानले नेपालभरिका माटोहरूलाई जाँच गरेर एउटा डिजिटल म्याप बनाएको छ, सोइल म्याप बनाएको। तपाईँहरूले इन्टरनेटमा पनि हेर्न सक्नुहुन्छ, गुगलमा जानुभयो भने आइहाल्छ, सोइल डिजिटल म्याप भनेर हाल्नुभयो भने आइहाल्छ। त्यहाँ जानुभयो र तपाईँले सबै राखिदिएको छ। त्यहाँ गइसकेपछि डिजिटल छ, प्रदेश छान्न सक्नुहुन्छ, जिल्ला छान्नुहुन्छ, पालिका छान्नुहुन्छ। पालिका छानिसकेपछि तपाईँको ठाउँमा छानेर त्यहाँ लगेर एरो लगेर क्लिक गर्नुभयो, त्यो गुगल म्यापले देखाइदिन्छ। तपाईँको घर पनि देखाइदिन्छ, खेत पनि देखाइदिन्छ। त्यो खेतमा लगेर ट्याक्क एरो राख्नुभयो भने तपाईँलाई सामान्यत के हुन्छ भने जाँच्न नसकेको अवस्था पनि हाम्रो आफ्नो ठाउँको माटो कस्तो छ भनेर त्यसले दिन्छ। र त्यहाँ प्रोफाइल राखिदिएको छ। त्यो प्रोफाइलमा के छ भन्नुहुन्छ भने त्यो माटो कस्तो खालको छ, त्यो माटोमा कस्तो खालको बाली त्यहाँ चाहिँ सुहाउँछ त भनेर पनि लेखिदिएको छ। कुन बाली लाउन उपयुक्त छ भनेर त्यहाँ लेखिदिएको छ। अथवा माटो सुधार गर्नुपर्ने कुरा छन् भने यो चिजहरूको कमी छ, त्यो चिज हाल भनेर त्यहाँ लेखिदिएको छ। यसरी पनि हामी जान सकिन्छ। यसलाई हामी अपडेट गर्दैछौँ। हामीले अब 40,000 42,000 ठाउँका माटोहरू स्याम्पल कलेक्सन गरेर हामीले गरेका छौँ। यो निरन्तर चलिरहेको छ र यसले नेपालभरिकै माटोको चाहिँ देखाउँछ। र त्यसले अहिले के देखाएको छ म अलिकति तपाईँहरूलाई त्यसको नतिजा भन्न चाहन्छु। हाम्रो 55% माटो चाहिँ अम्लीय छ। नेपालको 55% माटो अम्लीय छ। लगभग 15-20% मात्रै हाम्रो तटस्थ छ। 35% जति तटस्थ छ भने अरू माटो चाहिँ हाम्रो के छ, क्षारीय। क्षारीय अलिक कम छ हाम्रो। किन कम छ भने क्षारीय भनेको नुनिलोपना भनेको हाम्रोतिर भन्दा पनि अलिकति यो समुद्र तटीय क्षेत्रका माटोहरू अलिक नुनिलो हुन्छन्, त्यो नुन बढी हुने भएको भएर। त हाम्रो पनि हेऱ्यो भने पूर्वतिरको झापा तपाईँतिर जानुभयो भने मोरङतिर जानुभयो भने अलि बढी क्षारीय छ। किन त्यो क्षारीय भएको भएर त्यो माटोले के खोजेको छ त भन्दा त्यहाँ नरिवल हुन्छ, त्यहाँ सुपारी हुन्छ नि। तपाईँले कतिको याद गर्नुभयो, नरिवल सुपारी लाउने हामीले कसरी लायो भने नुन हाल्नुपर्छ भन्छन् नि, कारण त्यही हो। त्यसलाई नुनिलो माटो चाहिने भएको भएर त्यसलाई नुन हाल्यो भने चाहिँ त्यस्तो खालको ठाउँमा त्यही खालको बाली लगाउनु पर्यो। जुन ठाउँमा जुन खालको माटो छ त्यही खालको चाहिँ हामीले बाली चाहिँ लगाउन सक्छौँ। त्यो कुरा मैले राखेर अलिकति हजुरलाई यो त यसले जाँच गरेर यो गर भन्ने हो। जस्तो अम्लीय भयो भने हामीले कृषि चुन प्रयोग गर्ने हुन्छ, कति कृषि चुन हाल्ने हो भन्ने कुरा चाहिँ त्यो मापन अनुसार हामीले यति चुन हाल्ने प्रति कट्ठा प्रति रोपनी भनेर त्यो ल्याबले नै तपाईँहरूलाई सिफारिस गरिदिन्छ। तपाईँले त्यो प्रयोग गर्नु हो। एकचोटि कृषि चुन हालिसकेपछि कमसेकम 4-5 वर्षसम्म तपाईँलाई त्यसले मेन्टेन गर्छ। अब यो किन त्यो मेन्टेन गर्न पर्यो, किन त्यो गर्न पर्यो भन्ने कुरा छ। जस्तो हामीले नाइट्रोजन, फस्फरस, पोटासको जुन कुरा गऱ्यौँ मुख्य खाद्य तत्त्वको रूपमा, यदि तपाईँको पिएच साह्रै कम छ भने, तपाईँको 5 भन्दा तल छन् भने तपाईँले जति मल हाले पनि बिरुवा लिन सक्दैन। त्यस्तो हुन्छ। जस्तो जाडो मौसममा तपाईँले कहिलेकाहीँ जस्तो जाडो मौसममा लगाएको बाली चाहिँ त्यो चाहिँ अलिकति रातो रातो कलरको पातहरू आउँछ। त्यो के हो भन्दा फस्फरस मलको कमी हो। र बिरुवाले पनि थाहा दिन्छ। बिरुवा नबोल्ने मात्रै हेर्नुहोस्, त्यसले लक्षण देखाउँछ। नाइट्रोजन मलको कमी हो कि, फस्फरस मलको कमी हो कि, पोटास मलको कमी हो कि, अरू थुप्रै सूक्ष्म खाद्य तत्त्वको कमी हो